हेलो साथीहरु नमस्कार स्वागत छ हजुरहरुलाई नेपाली अनलाइन किचनमा। आज भने मैले आलु रक्ती र आन्द्रा भुडीलाई मिक्स गरेर चाहिँ बनाएर हजुरहरुसँग रेसिपी शेयर गर्दै छु। हजुरहरुलाई कस्तो लाग्छ भिडियो अन्त्यसम्म हेर्दिनु होला। रेसिपी मन पर्यो भने लाइक र शेयर गर्नु होला अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबैभन्दा पहिला चाहिँ मैले आलु रक्ती लिए अनि आलु रक्ती र आन्द्रा भुडीलाई चाहिँ बोइल गरेर लिएर मिक्स गरे। कराई तताएँ, तोरीको तेल राखे, मेथी फुराएँ, जीरा अनि प्याज, अदुवा, लसुन खोर्सानी राखेर चाहिँ मजाले मिक्स गरेँ। आफूसँग मसला जे छ त्यति मसला राखेर मजाले मिक्स गर्ने। टिमुर समय टिमुर पनि राख्ने, अलिकति बेसार राखेँ अनि मिक्स भएको आन्द्रा भुडी र रक्तीलाई चाहिँ राखेँ अनि राखेर राम्रोसँग चलाइदिएको छु। स्वाद अनुसार नुन राखेँ, फेरि एकचोटि नुन सबैतिर लाग्ने गरेर चलाइदिएँ। मैले चाहिँ अलिकति दुङदुङेको पत्ता राखेको छु साथीहरु। हजुरहरुसँग पनि प्याजको पत्ताहरु छ, प्याजहरु छ, त्यसरी राख्न मन लाग्छ भने राख्दा हुन्छ। अनि मजाले मिक्स गर्दै छोपिदिएँ एकैछिन छोपेर पकाउँदाखेरि यतिको पाकिसक्यो अनि मजाले एकचोटि फेरि चलाइदिएको छु। अब यतिको भइसकेपछि चाहिँ मैले अदुवा, लसुन अनि धनिया, जीरा अनि टिमुरको पेस्टलाई खलमा पिसेर राखेँ अनि मजाले त्यो पनि सबैतिर लाग्ने गरी मिक्स गर्दै यतिको मिक्स भइसकेपछि चाहिँ मैले एकैछिन यसलाई पाक्नको लागि छोपेर पकाएकी छु। अनि यसलाई चाहिँ अब नछोपिकन यतिकै चलाउँदै खरियाएर पकाउँछु हैन। अब आन्द्रा भुडी त अघि नै पाकिसकेको छ हैन। अनि एकैछिन खरिसकेपछि चाहिँ मैले धनिया जिराको पाउडर राखेँ अनि मजाले फेरि मिक्स गर्दै अनि चाहिँ हाम्रो आन्द्रा भुडी पाकेर खानको लागि रेडी भइसकेको छ साथीहरु। एकदमै सजिलो अनि छिट्टो तरिकाबाट चाहिँ मैले पकाएर रेडी गरेको छु।